हेलो साथीहरु, यो मेरो फर्स्ट भ्लग हो। त्यहाँ हेर्दै जानुस्। आज हामी जंगलमा आएको छौं। के गर्न थाहा छ? दाउरा लिन। मेरो मम्मी, दिदी, भाउजू, आन्टीहरु सबै भएर आएको छौं। म अहिले एक्लै छु। हामी आज दाउरा लिन आएको। हेर्दै जानु होला। यसरी हिँड्नु परेछ। मुख ढाकी ढाकी हेर्नुस्। लाइफ भनेको यस्तो होस् के यस्तो लाग्यो कि एडभेन्चरमा आइछु जस्तो। यस्तो जंगलको भ्यू हेर्नु त। अब हेर्दै जानु साथीहरु। म अब दाउरा छिन्न लाग्छु। दाउरा हेर्दै जानु साथीहरु। र म खसाल्ने वाला छु। कहाँ भाँच्यो? म हिँड्दैछु। यस्तो काट्ने डर हुन्छ नि यसमा। हात खुट्टा सबै काटिसक्यो। दाउरा पाइएको छ। दाउरा हेर त मेरो दिदी। दाउरा लिन आएको हामीहरू। त्यो म यस्तै दाउरा बोकिरहेको छु। मेरो मम्मीले दाउरा काटिरहेको हुन्छ। पछाडि मेरो कुकुर बसिरहेछ। यता मेरो दिला गइन् ज्याकेट काटिरहेको छु। हेर्नु म दाउरा बोकेर जान लाग्यो आफ्नो अड्डातिर। हेर्दै जानु लाग्छ कसैले केही पकाएर खाए जस्तै। यहाँ त आगो बालेर छोड्यो। हेर्नु साथीहरु, म आफ्नो अड्डामा आइसकेँ। लास्टै गर्नु भइरह। हेर्नु साथीहरु, अब म आफ्नो दिला लिन जाँदैछु। मैले आफ्नो भारी लिएर आइहालेँ। अब म आफ्नो दिला लिन जान्छु। अनि यहाँ कोही हुनुहुन्छ। पछि आएर फिर्ता जाने मान्छे हो। अब त राम्रो पनि छैन। लाइफ यस्तै छ। दिदी कहाँ चाहिँ आफू त अब सहरी पऱ्यो नि के गर्ने हो। दाउरा काट्नै पर्यो, आगो बाल्नै पर्यो, अन्न खानै पर्यो। मेरो दिदी रुक। ओ आउँदै हिँड्को एक्लै नबसाइयो। मेरो दिदी अनि